हाम्रो यहाँ के आयो नास्तामा? चिकन राइस। कसरी खानु? निम्बु नै चढ्यो है? जाम लागिसक्यो अगाडि। ए गाइज वेलकम ब्याक टु माई च्यानल। तो गाइज आज हामी कहाँ जाँदैछौँ तपाईँहरूलाई पछि थाहा हुनेछ। यहाँ हाम्रो नाति गेट खोल्दैछ। यहाँ हामी बाइकमा टक्क लगाएर कहाँ जाँदैछु भन्ने अहिले भन्दैन म, पछि भिडियो हेरेर थाहा हुन्छ। ल नाति र म हिँडेँ। ल गाइस हामी सुकासाल पुगिसकेका छौँ। राइड हान्दैछ। ल है अब अगाडिको सिन देखाउनेछौँ हजुरलाई। यहाँनिर मामाहरू चेकिङमा छन्। यहाँ बल्ल दौड्दैछ। घन्टी बजिसक्यो, अब देशमा पनि घन्टी बजिसक्यो। यहाँ अब देशमा पनि घन्टी बज्नु पर्यो। अब हामी इन्डियातिर लागिसकेका छौँ। ल गाइस हामी फाइनली इन्डियाको बोर्डर लिएर पुगिसकेका छौँ। यो गेट पहिला 5 साल अगाडि यहाँ थिएन। इन्डियाले कब्जा हानिसकेको छ पुरा। बनबसाको पुल लिएर पुग्दैछौँ। बनबसाको पुलको नजारा हजुरलाई देखाउनेछौँ। यहाँ धेरै भिड छ। यहाँ धेरै इन्डियनहरू नेपाल जाँदैछन्। ल अब हामी बनबसाको पुल लिएर पुगिसक्यौँ। यो बनबसाको मान्छेहरू छ। यहाँ मेला लागेको छ अगाडि सायद। ए ल यहाँ यति धेरै मानिसहरू छन्। यता पुरा भिड छ। के को लागि हो थाहा छैन। यो हो बनबसाको पुल। यहाँ पुरा महाकाली नदी, यो हाम्रो नदी हो तर इन्डियाले कब्जा हानिसकेको छ। यहाँ यो पुरा यहाँ मानिसहरू हड्दै छन्। आरामलाई जान्छ। यो पुरा यो महाकाली नदीको फ्रेस हावा आउँदैछ। यहाँ ठन्डो हावा आउँदैछ। यहाँ हातमा छोड्न छ। यो पुरा मस्त सिन हजुरको इन्जोय गर्नु। यहाँको सिन यहाँ धेरै मानिसहरू यहाँ हड्दैछन् अगाडि। त्यो सिन पनि हजुरलाई देखाउँदैछु। यहाँ इन्डियाको मान्छेहरू नेपालको पानी पुरा इन्डिया जाँदैछ। इन्डियनहरूले पुरा यहाँ बाँध बनाएर गाइज हामी टनकपुर पावर स्टेसन पुगिसकेका छौँ। यहाँबाट पुरा माथि टनकपुर जाने बाटो छ। एक दिन हामी टनकपुर गएर पनि हजुरलाई देखाउनेछौँ। यो हो अब सिधा बनबसा बाटो। बनबसा बजारको भिडियो देखाउँछौँ हजुरहरूलाई। समोसा खाँदैछ मस्त। यहाँ अब बनबसा हो। यहाँ पकौडी बन्दैछ अगाडि। ल गाइज हामी बनबसाबाट सामान किनेर हिँडिसकेँ। यहाँ यति सामान छ। कट्टामा भन्ने यहाँ गाडीमा पुरा सामान छ। अब बनबसाबाट हामी अब नेपाल
खेरो हो फेरि नास्ता अब हुन्छ नास्तामा चिकन राइस हुन्छ जाम लागिसक्यो अगाडि पुरै अगाडिबाट गाडी आउँदैछ त्यसैले पुरा जाम लागिसक्यो यहाँ बनबसाको यो पुलनिर हाम्रो यहाँ के आयो नास्तामा चिकन राइस कसरी खानु निम्बु नै चढ्यो चढ्नु यसरी चट्ट तम न हो राइस खानेवाला के गाइज फाइनली म घर पुगिसकेँ बनबासाबाट सामान लिएर नातिको व्रत थियो त्यही भएर हामी सामान लिएर गएको मैले पनि आफूलाई घरमा चाहिने सामान लिएँ चप्पल खतम भएको थियो सबको यो जीवनको लागि यो बाबाको लागि यो मेरो लागि यो मम्मीको लागि फेरि यहाँ अरू सामान पनि छ भोलि पनि आइसक्यो गाइज फेरि मैले कलर लिएर आइसकेँ यहाँ मम्मीको सुट पनि आइसक्यो ल गाइज यो ब्लगलाई म एडिटिङ गर्छु अब भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला थ्याङ्क्स फर वाचिङ बाइ बाइ